रुम खोज्दै हुनुहुन्छ यति कुरो चाहिँ जानिरहेको राम्रै। रेन्ट है, रेन्ट कति हो भनेको चाहिँ आफूले पहिला जानुपर्ने हुन्छ। फर इक्जाम्पल यहाँ मैले स्याम्पल रुममा ल्याएको छु। स्याम्पलको रुममा चाहिँ जस्तो रेन्ट 29,000 छ भने तपाईँको म्यानेजमेन्ट फी 3,000 पर्छ। अनि प्लस 24 सर्भिसको लागि चाहिँ 1100 मानिलिनु लाग्छ भने, अनि प्लस कुनै ओनरहरूले चाहिँ तपाईँको हुन्छ नि जुन अगाडिको प्राइस चाहिँ तपाईँको फेरि फोन गरेर सोद्धाखेरि एकजना हो भने 29,000, दुईजना पस्ने प्लस 3,000 रेन्टमा एड गर्न त भने चाहिँ पछि फेरि जो के भनौँ कन्डिसन चाहिँ थप्दै जाने हुन्छ। फाइनल प्राइस चाहिँ भनौँ यो इक्जाम्पलको लागि हुन्छ त्यो 29,000 प्लस 3,000 प्लस फरेनर 3,000 प्लस सपोर्टको लागि 11,000 गर्दा मन्थली तपाईँले तिर्नुपर्ने चाहिँ 36,100 है। सामान बुक्सेन यहाँ कोइन चाहिँ महिना पछि तिर्नुपर्ने हुन्छ है। प्लस ब्याङ्कबाट तपाईँको ओतोसी के भन्छ हिकी ओतोसी गर्दाखेरि चार्ज भनौँ न 300 हुन्छ कि 400 कति हुन्छ ब्याङ्क अनुसार, त्यो चाहिँ फेरि प्लस तपाईँको यो रेन्टमै एड भएर जाने चाहिँ मन्थली तिर्नुपर्ने चाहिँ रकम चाहिँ त्यति हुन जान्छ। हस्, धन्यवाद।